लेट्स गो गाइस डे 4 लास्ट डे हामी आएको छौँ डेभिड फल्स अब थाहा चाहिँ छैन कस्तो छ भिडियो पनि हेरेको छैन तुक्कामा आइदिएको डेभिडवाला फल्स छ कि कस्तो फल्स छ आइडन अब त्यही गएपछि थाहा हुन्छ ओहो कस्तो दामी गाइस ओ यो मैले हेरेँ त्यो एउटा उयसमा गाइस मलाई चाहिँ थाहा थिएन कसम भने मैले यो ठाउँ मैले टिकटकमा देखेको थिएँ म त यो यहाँ हो भनेर थाहा नै थिएन फर्स्ट टाइम है भाइ हामीले टिकटकमा हेरेको होइन यो ठाउँ फेरि यो पोखरामै छ भनेर पनि थाहा थिएन क्या डिजाइन हेर्नु न हामी उहाँबाट न त नर्मली आएको यहाँदेखि अन्डरग्राउन्ड टाइपको रहेछ क्या अनि कस्तो मजाले मुनि गएको छ अब हामी मुनि जान्छौँ अनि देखाउनेछौँ कस्तो हुन्छ है यहाँ चाहिँ रहेछ गुफा यहाँबाट चाहिँ जान्छौँ हामी यहाँदेखि गुफा रहेछ हामी मुन्ने आइसक्यौँ अहिले गाइस हामी भित्र छौँ गुफाभित्र केही देखेको छैन केही देखेको छैन कति मुनि जानु पर्यो अब हामी मुनि जाँदैछौँ लेट्स गो हेर्नुहोस् न कस्तो अप्ठ्यारो बाटो ढुङ्गा मुनि मुनिबाट कसरी बनायो होला है बाटो वाट हेर गाइस यहाँबाट हेर्नुहोस् के हो यो गुफा यहाँबाट एउटा फल्स देखिँदो रहेछ त त्यहाँसम्म चाहिँ हामी पुग्न सक्दैनौँ अब हामीबाट फर्किन्छौँ हामी चाहिँ फाइनली यो गुफाबाट निस्के ओए बाहिर त घाम मेरो के हो यस्तो टल्केको ल हामी सबैले गुफा दर्शन गरिसक्यौँ दामी त गुफा गुप्तेश्वर बाबा लाग्यो गुफा अब डर पनि लाग्यो मलाई गुप्तेश्वर महादेव टाउको दुःख भन्दैछ ल हामी चाहिँ यहाँबाट लागिसक्यौँ गाइस यो चाहिँ डेभिल फल्स अरे अनि यो भिडियो चाहिँ म कसरी खिच्दैछु थाहा छ खै देखाउ त एक टाइम यस्तो रहेछ हामी चाहिँ रङ टाइम ठिक छ यो तल यो पनि अर्कै देखिरहेको त म सबै देखाइदिन्छु बिफोर आफ्टर अनि यो फोटो अनि रियालिटी अहिले मेरो भ्लगमा हेर्छु गुप्तेश्वर महादेव डेभिल फल्स अल टोटल क्लियर नाउ अब हाम्रो स्पोर्ट लेक साइड गाइज मैले ठुलो पाप गरेँ पाप सिकेँ भन्दाखेरि अब एउटा यस्तो गर्ने मान्छे आएको थियो मैले अब उसलाई अब 100 रुपियाँ दिएँ होइन त्यसपछि एउटा गुङ्गा आएको थियो बिचरा
उयो म जब यतै आएको थियो अब त्यति बेला त अब मसँग अब यसो हेरेँ नोट पनि अब थिएन अब मैले चाहिँ गलत ठाउँ इन्भेस्ट गरेँ जस्तो लाग्यो क्या अब इन्भेस्ट त होइन मुला जेपाते बोल्छु कसरी चाहिँ इन्भेस्ट भयो मैले आफ्नो इन्भेस्ट गरेँ दिएँ तर मैले त्यो गुङ्गालाई दिनु पर्थ्यो मैले भुल गरेँ गाइस मलाई धेरै पछुतो छ तपाईँहरू यस्तो गल्ती नगर्नु होला यो बसमा हिँड्दाखेरि यस्तो आउँदो रहेछन् बिचरा बोल्न नसक्छु गर्दै आए पनि मलाई बेच्न खोज्दै थियो तर मैले लिन सकिनँ प्लिज गाइस यस्तो चाहिँ तपाईँहरू नगर्नु यो चाहिँ एउटा मैले सन्देश दिएको मैले ढिलो बुझेँ यो कुरा गइसकेपछि मात्रै मेरो दिमागबाट बत्ती चल्यो बुझ्यो ढिलो भयो त्यही भएर यस्तो चाहिँ नगर्नु होला प्लिज हामी स्लिपरमा छौँ विथ माई पार्टनर माई मेट बाई 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 जानु नै मन थिएन तर के गर्नु त्यस्तै छ ल अब उतै पूर्वतिरै भेटौँ ल